हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज हामी जाँदैछौँ कालिम्पोङ। हाम्रो काका बिमारी हुनुहुन्छ, हाम्रो मम्मीको सिस्टरको हस्बेन्ड बिमारी हुनुहुन्छ, उनीलाई हेर्न जाँदैछौँ। देखाउँछु तपाईहरुलाई कालिम्पोङमा के छ। म पनि फर्स्ट टाइम जाँदैछु कि, त्यही भएर हेरौँ अब कस्तो हुन्छ, के हुन्छ टुरहरू। अङ्कललाई पनि भएछ भने लिएर आउने हो, राम्रो हुनु भएको छ भने, भएको छैन भने लिएर आउँदिनँ। तपाईहरु भिडियोमा बनिराख्नुहोस्। रेड बैंक, यहाँ कालिम्पोङको बस हामी पर्खिरहेको छु। रेड बैंक भएरै जानुपर्छ, यहाँबाट सजिलो पर्छ कि, त्यही भएर यहीँ रेड बैंक भएरै जाने कि। अहिले कतिखेर गाडी आउँछ हेर्न सक्नुहुन्छ। यहाँनिर थुप्रै होटलहरू हुन्छ। उताबाट आमबाडी आइपुग्छ, देख्नुहुन्छ। यहाँबाट आउँछ बस, कालिम्पोङ जाने बस। खै 8:30 बजेको टाइम छ भन्छ, कतिखेर आउँछ अब हेरौँ कतिखेर आउँछ। आएपछि चाहिँ हामी जाने हो, गोइङ टु कालिम्पोङ। ये मजा आउँछ। पहिला बार जाँदैछु, कस्तो हुन्छ पनि। त्यही पनि बिमारीलाई हेर्नु गएको, घुम्नु त पाइँदैन होला, तर पनि अलिअलि तपाईहरुलाई देखाउने छु। ओके गाइस, बसमा त जानु पाएन, अब सवारीमै जानु पर्यो। बसमा त जानु पाएन, सवारीमा जानु पर्यो। अब यही सवारीमा कालिम्पोङ जान्छ। ओत्लाबाडीमा रोकिरहेछ, यो नानीहरू पानी खेल्दैछ। ओत्लाबाडीको लामा होटल हो, हाम्रो आन्टी हो, हेर्न सक्नुहुन्छ। कति भिड छ यहाँनिर लामा होटलमा। पर्खिरहेछ, अब हेरौँ के खुवाइ हुन्छ के हुँदैन। आलु पराठा अर्डर गरिरहेछु, आलु पराठा खानुपर्छ होला। आलु र पराठा बनाइनेमा टाइम लाग्छ, त्यही भएर यहाँ हामी भिडियो बनाउँदैछौँ। रोड हेर्न सक्नुहुन्छ, कस्तो राम्रो सफा बादल, बल्ल बल्ल घाम लागिरहेछ यहाँ। हामीले अर्डर गरेको थियो पराठा र दाल तड्का, लेकिन पराठा मात्रै ल्याइदिएको छ, चिया ल्याइदिएको छैन। दाल तड्का कस्तो खाँदैछ पराठा यहाँ पार्टीले। पराठा, दाल मखनी,
एकखेप सालमा एकखेप ससुराल पनि यति जानु बुढीको नानी भएर 6 महिना बाद मात्रै बुढीको नानी भएर अरे तपाईँको होइन तपाईँको होइन बुढीको नानी हो नानी भएर भन्नु नि त अन्त बुढीको नानी भएर काम गर्दैछ नि क्या भन्छ हाल्नु अलिक हाँस्दैन पनि उदाहरण हाँस्नु मलाई क्या ल मुखको छ हुन्छ हाँसेर त पुग्नु पर्यो त हाँसेर त पुग्नु पर्छ होइन हामी अब जानु लागिरहेको छौँ बाइकको कालिम्पोङ अहिले हामी पुगिसक्यौँ सेवा खालीझोडाको छेउछेउ अस्ति एउटा बहिनीले ब्लग बनाएको थियो कि तपाईँको यता हेर्नु नि अलिक हाँस्नु नि हेर किन भनेको ब्लगमा नाम आउँछ नि त हौ ब्लग बनाएको मैले कालिम्पोङबाट उठाउँदै थिएँ कि त्यो बहिनी हो ब्लग बनाउँदै हाम्रो यहाँ ड्राइभर दाजु चाहिँ पुरा हँसाउनु हुँदैछ है देख्नु हुँदैछ होला यही गाना सुन्दा पुरा भक्कु मधु लाग्छ अरे गानाको सुरमा पुरा छ एकदम मक्खै पार्नु भइसक्यो कपालहरू रक्सी खानु रहेछ तर किन भनेको अब बोल्नु त्यसै थिएन मैले झमक्कै बालेको थिएँ क्या अनुहारहरू चाहिँ क्या रक्सी खाना पनि देख्छ अरे हेलो ड्यामहरू नदेखाएर अघि नै देखेको क्यामेराले पनि यो घरमा अमिताभ बच्चनको एउटा फिल्म सुटिङ छ वर्ष थिएका अब पिक्चर हेर्नुपर्छ अन्त थाहा पाउँछ वर्ष थिएका
चल्छ पनि भेट्छ त अब युट्युबमा किन हेर्ने आफ्नै लाइफले हेर्नु पायो आफ्नो लाइफले हेरेँ आज चाहिँ अनि युट्युब बोला गर्नुहुन्थ्यो त अन्त जान्दिनँ थिएँ म जानु मन लाग्थेन हस् आउँदिनँ भन्थ्यो आज चाहिँ कर पऱ्यो राम्रो रहेछ तर जग्गाहरू जग्गा चाहिँ एकदमै राम्रो बस्नु न सिक्किम पनि उतैबाट जे बाटो हो हिमालयबाटै हो त कहाँबाट चाहिँ अगाडि बिहा त छोराको दादा उहाँ काम गर्नुहुन्छ उहाँ काम गर्नुहुन्छ कम्पनी कम्पनीमा गर्छ सुपरभाइजर सबै खाली जोडा एउटा भन्दा सुन्दाले सुन्ताले सुन्ताले हेलो यो जग्गाको नाम चाहिँ सुन्ताले हो पहिला सुन्तला भल्थ्यो उहाँ लेखिरहेको उताको भरिना मैले पढ्दा हो उहाँ लेखिरहेको रहेछ सुन्ताले अलिकति ढाँडा त लाग्यो क्या होइन त्यहाँ लेखेर होइन पेट्रोल भन्नु विश्वास पम्पमा लाग्यो गाडीको बोट पढ्नु भन्नु ए गाडी हो भनेर नि विश्वास लाग्यो खै कस्तो दामी दामी घरहरू रहेछ हौ तपाईँ त मैले ट्याङ्की बनाउनु पैसा चाहिँ उनीहरूको कन्ट्याक्ट चाहिँ तपाईँले दिनुभएको दामी दामी घरहरू रहेछ सबैतिर दुईपट्टि नै सुन्तले भन्ने जग्गामा चाहिँ घरहरू दामी दामी यहाँ हाम्रो ड्राइभर दाजुले कन्ट्याक्ट दिनुभएको थियो अरे पैसा चाहिँ उनीहरूकै घरवालाहरूकै अरे म पनि घर बनाउनु कन्ट्याक्ट दिनु पऱ्यो पैसा चाहिँ मेरै
अघि गाला रातो बनाएको खाएर पछि रातो भएको हाँसेर रातो भयो हो दादा म लाली पाउडरहरू लाउँदैन